विशालको यस स्त्री अर्थात् बहिनी उषालाई आफ्नो विवाहित पत्नी भनी स्वीकार गर्नुहुन्छ र यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ कि तपाईँले उनलाई निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, अभावमा वा प्रशस्तमा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुटाइसम्म माया, प्रेम, वास्ता, सन्तावना र आदर दिइरहनुहुनेछ र म यहाँ हुन्छ। हाम्रो भाइलाई पनि हामी ताली बजाएर हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि, ईश्वरको सुन्दर उपहार। दुःखमा सुखमा तिम्रै साथ, गतिमा कमीमा पनि, उकाली ओह्राली हिँड्नेछौँ हामी सँगै सँगै सधैँभरि। हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि, ईश्वरको सुन्दर उपहार मेरी माया। बहिनी उषाले यस पुरुष विशाललाई आफ्नो विवाहित पति भनी स्वीकार गर्नुहुन्छ र यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ कि तपाईँले उनलाई निरोगी वा रोगी अवस्थामा, दुःख वा सुखमा, अभावमा वा प्रशस्तमा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुटाइसम्म माया, प्रेम, वास्ता, सत्ता गर्नेछु भन्नुभएको छ। हामी बहिनीलाई पनि ताली बनाउँछौँ। जुन अगुवाई गर्नको लागि तपाईँको लागि उहाँले चाहिँ परमेश्वरसँग चाहिँ भरोसा राख्नुहुन्थ्यो र उहाँसँगले चाहिँ प्रार्थना गरेर बातचित गरेर चाहिँ उहाँ चाहिँ आफ्नो अगुवाई गर्नुहुन्थ्यो, यात्रा गर्नुहुन्थ्यो। त्यसै कारणले गर्दाखेरि हामी पनि चाहिँ अब आज हाम्रो विशाल बाबुको जुन चाहिँ पवित्र विवाह हुनको लागि आज हामी जन्तीको रूपमा जानको लागि तयारी छ। हामी जो चाहिँ भजन सङ्ग्रह पुस्तकको 25को 1 पदमा यसरी लेखिएको छ है, हो आमेन हुन्छ। हामी प्रार्थना गरौँ है, उहाँमा चाहिँ भरोसा राखेर चाहिँ हामी अब आज हामी पवित्र विवाहको लागि हामी यात्रा गर्दै जानेछ। गाडी यात्रा सबै यात्रामा सफलताको लागि, सुरक्षाको लागि हामी उहाँसँग चाहिँ भरोसा साथ हामी प्रार्थना गर्नेछ। आउनुहोस् सबैजना प्रार्थना गर्नेछ। स्वर्गीय बाप महान, धन्यवाद महान सर्वशक्तिमान स्वर्ग र पृथ्वी सृष्टि गर्ने परमेश्वर, तपाईँलाई धेरै धेरै धन्यवाद छ। यस गरी बिहानीको सुन्दर समयमा परमेश्वरको स्थानमा तपाईँले पुर्याउनु र बाटो घाटोमा कोही अन्धकार दुष्टले रोकावट ल्याउन नसकोस्। आउनको लागि पनि तपाईँले चाहिँ सुराज्य छ हाम्रो यात्रालाई सफलता दिनुभएको सबैत्र तपाईँको हातमा राख्न माग्छु येशूको नाममा।
निस्केर फेरि फर्क मैले देखे तिमीलाई जब हृदयमा आनन्द भो मलाई पूर्ण सुन्दरताले छोपिएकी छौ परमेश्वरको आशिष हो तिमी मेरो जीवनको साथी तिमी सहयात्री अनि प्रेम हो तिमी सारनको गुलाबको फूल झै सुवासना छर्ने तुम दुलही तिमी दुलही तिमी बसन्त ऋतुको हरियाली झैँ हृदयमा मेरो हर्ष पलाएको छ बसन्त ऋतुको हरियाली झैँ हृदयमा मेरो हर्ष आगमन तपाईको जीवनमा मेरो क्रिस्टीय प्रेमको सहारी पाएको छ मेरो जीवनको साथी तपाईँ नै सहयात्री अनि प्रेम तपाईँ नै बेसीमा फुलेको लिली फुल सुना झर्ने उत्तम दुलहा तपाईँ दुलहा तपाईँ दुःख कष्ट जीवनमा आइने रहला झरी बदल सिनाले सारै जानेछौँ यो वर्ष पनि हाम्रो भाइ बहिनीहरूले नै चालु गर्नुहुनेछ हामी कृष्ण प्रशंसामा जानुभन्दा अगाडि हामी भजन सङ्ग्रहको खण्ड 150 लाई हामी पाठ गरेर हामी अगाडि बढ्नेछौँ है त तपाईँहरू जतिजना बाइबल छ तपाईँहरूले हेर्न सक्नुहुनेछ यहाँनिर भजन सङ्ग्रह 150 मा यसरी लेखेको छ परम प्रभुको प्रशंसा गर शीर्षकमा हालेलुया कानमा प्रशंसा गर उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर 2 मा उहाँको शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर 3 मा तुरै बजाएर उहाँको प्रशंसा गर पीडा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर खैँजडी र नाचका साथ उहाँको प्रशंसा गर तार र बाँसुरी र बजाएर उहाँको प्रशंसा गर 5 मा झ्यालीहरूका झन्काका साथ उहाँको प्रशंसा गर गुन्जमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर 6 मा सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस् हालेलुया हामी सबैजना उठ्नेछौँ यो घडी
सबैलाई मन पराउने परमेश्वरसँग हामी नजिक जानेछौँ यो घडी र यो समय चाहिँ हाम्रो साँच्चै तपाईँ अति नै दयालु प्रभु, तपाईँलाई महिमा दिन्छौँ हामी अनि प्रशंसा चढाउँदछौँ। तपाईँलाई भन्ने कुराउँदछौँ, तपाईँ हाम्रो राजा, तपाईँ हाम्रो मालिक, तपाईँ हाम्रो सबै कुराको अनि माथिको हामीलाई बनाउनुहुने, वास्ता गर्नुहुने, हरेक कुरा जुटाउने तपाईँ हुनुहुन्छ। तपाईँको महिमा सधैँभरि रहिरहेको छ। धन्यवाद। सबै आदर, भक्ति, महिमा, प्रशंसा तपाईँलाई नै होस्। येशूको नाममा आमेन। सबैजना बस्दैछौँ। दास छोराले वचन लिएर आउँदै हुनुहुन्छ प्रभु। उत्साहको वचन बोल्नको लागि तपाईँको छोरालाई पवित्र आत्माको अभिषेक दिनुहोस् र हामी सुन्ने सबैजनालाई तपाईँ प्रभुले साँच्चै अभिषेक दिनुहोस् ताकि वचनद्वारा हामी सबैजना आशिषित हुन सकौँ। विशेष गरी हुन गएको नयाँ दुलादुलीलाई धेरै आशिषित बनाउनुहोस् प्रभु। धन्यवाद। सबै बिन्ती प्रार्थना चढाउँछौँ येशू ख्रीष्टको नाममा। धन्यवाद। र हामी र सुन्दर अनि केटी बनाउनु भयो र अत्तमलाई दिनुभयो अनि अत्तमले भन्नुभयो यो त मेरो हारको हार, यो मेरो मासुको मासु हो, म यसलाई स्वीकार गर्न खुसी साथ स्वीकार गर्नेछ भनेर स्वीकार गर्नुभयो। आजदेखि परमेश्वरको पवित्र आत्माको शक्ति तपाईँ दुईजनाले बाँड्नेछ है। अहिले 3 सूत्रले बाँड्नेछ तपाईँ दुईजनाको आत्मालाई। अनि यहाँ भनेको छ, के भनेको छ यहाँ, एक भन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछ। आमेन। हेर्नुहोस्, अब हिजो विशाल चाहिँ एकले अलि अब अप्ठ्यारो भइरहेको थियो, अहिले असल फल पाउनेछ र एकजनाले घर धान्नेछ र एकजना विदेश जानेछ र एकजना वनमा जानेछ, एकजनाले घरको काम धान्नेछ है। 1:2 असल हो भनेर परमेश्वरले यो वचनमा भनेको छ। यहाँ 1:2 असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछ भनेर भन्नुभएको छ है। त्यस भएर चाहिँ अब दुईजनाको आत्मा आज एक हुन सकोस् अनि एउटै हड्डी, एउटै मासु अनि एउटै मन, एउटै तन भएर हामी संसारको छोटो जीवनलाई बिताउन सक्नुपर्दछ। र आजको दिनदेखि चाहिँ परमेश्वरसँग एक हुनु जरुरी छ। अनि
हामीलाई चाहिँ कहिले पनि द्वेष घमण्डदेखि अलग रहनुपर्दछ हामीले। अनि यहाँ अर्को चाहिँ के 10मा के भनेको छ, यदि एउटा लोट्यो भने अर्कोले सहायता दिन्छ है। 10ले के भनेको छ, 4 को 10ले एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउने सहायता दिन्छ भनेर भनेका छन् है। र आज अनि बन्दिर गए तापनि अनि एउटाको ठाड चिलायो भने ए बुढी ल मलाई ठाड चिलाइदियो भन्न पाइयो। र अनि फेरि चाहिँ नि अब नाम्रो अलिकति लामो भए पनि अलिकति छोटो बनाइदिनुहोस् त बुढी, छोटो बनाइदिनुहोस् त बुढो भन्न पायो है। हेर्नु, त्यस कारण चाहिँ आज चाहिँ नि यो परमेश्वरले के भन्नुभएको छ भने मित्र भनेर चाहिँ नि घोषणा गर्नुभएको छ। परमेश्वरलाई धन्यवादको ताली दिनुहोस् त, आजदेखि मित्र भयो। अनि पत्नी पाउनेले आज अनि असल कुरा पाउँदछ। अब 18 को हिजोदेश 18 को 22 पढिदिनु के भन्छ, पत्नी पाउनेले निखा प्राप्त गरिसकेका छन्। परमेश्वरलाई धन्यवादको ताली दिनुहोस् त सबैले। आज परमेश्वरले चाहिँ निखा प्राप्त गरिसक्नु भएको छ विशालको जीवन। पचपचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा कौशीको एक कुनामा बस्नु त्यस यो कुराले चेतावनी भएर दाउलीले आजदेखि आफ्नो श्रीमानलाई हरेक कुरामा आफ्नो श्रीमानको अध्ययनमा रहन पर्दछ है। चकचक आत्मा कहिले पनि गर्नुहुन्न। तपाईँको आत्मा सधैँ चाहिँ विशालतिर मात्रै चाहिँ लागिरहेको एउटा पानीको मूल जस्तो हुन्छ। अनि विशालले पनि चाहिँ नि अनि उत्साहसँग मात्र अनि बगाउने एउटा अनि पङ्खको चाहिँ एउटा हावाले अनि सबैले शीतल परे चाहिँ आफ्नो श्रीमातीलाई परमेश्वरले दिनुभएको मेरो जोडी हो भनेर मृत्युको दिनसम्म एउटै प्रेममा रहन जरुरी छ। आमेन। हामी यसै होस् भनेको त्यस भएको हुनाले हामी चाहिँ अब यो 21 को 19 पनि पारिदिनुहोस् एकजनाले। 21 को 19 पदमा यसरी लेखिएको छ, झगडालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस। हेर्नु, यो कुरोले चेतावनी पाउनु पर्दछ है। कहिले पनि झगडा भनेको कुरो कहिले पनि गर्नु हुँदैन। आफ्नो लोग्नीलाई कहिले पनि झगडा गर्नुहुन्न। आफ्नो लोग्नीलाई चाहिँ कुनै कदुङ्कर दुष्ट आत्माले विष ल्याउँछ भने तपाईँ जानुहोस्, एउटा कुनामा गएर प्रार्थना गर्नु र आफ्नो लोग्नीलाई फेरि अनि राम्रो तरिकाले बोल्नु, राम्रो तरिकाले सेवा गर्नु है। र आज राम्रो भएको जसरी मृत्युको दिनसम्म एउटै नाचको विश्वास भएर एउटै नाचको आत्मा भएर अनि आफ्नो परिवारलाई एक समानको प्रेम गर्ने जोडी बनाउन सकेको हो। आमेन। हेर्नु, आज हामी यहाँ परमेश्वरको र यस मण्डलीमा यतिका गवाईहरूको उपस्थितिमा यी दुई प्राणीलाई पवित्र विवाहमा बाँध्नलाई भेला भएका छौँ, जुन चाहिँ परमेश्वरको दृष्टिमा आदर योग्य छ, किनभने यो परमेश्वरले नै स्थापना गर्नुभएको हो। यसले मण्डली र ख्रीष्ट येशूसँगको अद्भुत सम्बन्ध सत्यतालाई प्रकट गर्छ। येशू ख्रीष्ट आफै गालिलको काना सहरको विवाहमा उपस्थित भई यसलाई र आशिषित तुल्याउनु भयो। यसकारण यहाँ उपस्थित हुने कोही पनि बेकारमा उपस्थित नभएको होस्, तर आदरको साथ होसियारीपूर्वक र परमेश्वरको डरमा भयमा उपस्थित भएको होस्। यस पवित्र बन्धनमा यी दुई प्राणी अब एक हुन चाहन्छन्। यदि यहाँ उपस्थित हुनेहरू मध्ये कसैले यी दुई प्राणी पवित्र बन्धनमा बाँधिन सक्दैन भन्ने न्यायोचित कारण छ भने यहाँहरूले अहिले नै भन्न सक्नुहुनेछ। यदि छ भने म यहाँहरूलाई थोरै समय दिनेछु। अहिले जुन हामी पवित्र बन्धनमा यहाँहरूलाई करारमा बाँध्न गइरहेका छौँ, यदि त्यस्तो कुनै किसिमको
भन्नुपर्ने कुनै कुराहरू छन् भने म एकछिन समय दिन चाहन्छु है। यदि यस बहिनी नानीको अभिभावक विशेष गरिकन संरक्षक कोही हुनुहुन्छ भने यहाँ म उहाँलाई अगाडि आउनलाई अनुरोध गर्न चाहन्छु र उहाँले भन्नुपर्नेछ म दिन चाहन्छु भनेर हामी यो उत्तर चाहन्छौँ। हुनुहुन्छ? यस स्त्रीलाई यस पुरुषको हातमा दिने वा दिन चाहनुहुन्छ? कसले दिन चाहनुहुन्छ? कसले दिन चाहनुहुन्छ? हजुरले भन्नुपर्ने छ म दिन्छु भनेर। छोरीलाई हाम्रो भाइ विशालको हातमा दिने भन्ने कुरामा तपाईँ दिन तयार हुनुहुन्छ? तयार हुनुहुन्छ? तपाईँ नानी उषाको आमा हुनुहुन्छ हो? हुन्छ। तपाईँ तयार हुनुहुन्छ? हुन्छ। हामी सबैजनाले एकचोटि ताली बजाइदिउँ न है। हुन्छ। हामी विशेष गरिकन अनि यहाँनिर चाहिँ हाम्रो नानीको आमा उषाको आमाले उहाँको अभिभावक अर्थात् संरक्षक उहाँ हुनुहुन्छ, उहाँले चाहिँ भाइ विशालको हातमा दिने निर्णय गरिसक्नु भएको छ। त्यसकारण म अब यहाँनिर विशेष गरिकन विवाह बन्धनमा सायद बाँध्नको लागि कुनै अप्ठ्यारो बाधा सायद नहोला भन्ने मलाई लागिरहेको छ। त्यसकारण हामी विशेष गरिकन यहाँनिर म केही कुराहरू गर्न चाहन्छु। भाइ र बहिनीको लागि, यस जोडीको लागि, भाइ विशाल र बहिनी उषाको लागि केही कुराहरू भन्न चाहन्छु। परमेश्वरको सेवकको हैसियतले परमेश्वर जसले हृदयका सबै गुप्त कुराहरू जान्नुहुन्छ, उहाँको उपस्थितिमा तपाईहरू दुवैजनालाई गम्भीरतापूर्वक प्रार्थनासहित एकले अर्काको सामु आफ्नो विश्वासको प्रतिज्ञा गर्नु हुन आदेश दिन्छु। तपाईहरू दुवैजनालाई पक्का थाहा हुनुपर्छ कि यदि गरेका यी पवित्र करारहरू भङ्ग गर्नु भएन र परमेश्वरको वचनले माग गरेको जस्तै परमेश्वर पिताको इच्छा पूर्ण गर्न स्थिर रहनुभयो भने परमेश्वरले चाहिँ तपाईहरूको विवाहलाई आशिष दिनुहुनेछ, परिपूर्ण पार्नुहुनेछ र तपाईहरूको घर शान्तिमा निर्माण हुनेछ। यदि तपाईहरूले यो कुरालाई, यो करारलाई अथवा यो परमेश्वर पिताको इच्छा पूर्ण गर्नलाई तपाईहरू स्थिर हुनु भएन भने अनि तपाईहरूले आशिष पाउनु हुने छैन। त्यसकारणले हामीले यो करार गर्दाखेरि यो तपाईहरूलाई थाहा होस्, यो तपाईहरूलाई हेक्का होस्। म विशेष गरिकन आजको भाइ विशाल र बहिनी उषालाई यो भन्न चाहन्छु, हामीले यो करारलाई हामी भङ्ग गर्ने छैनौँ भन्ने। यदि हामीले भङ्ग गरियौँ भने परमेश्वरको क्रोध पक्कै पनि हाम्रो जीवनमा पर्छ भन्ने कुरो चाहिँ आज बहिनी उषा र भाइ विशालले चाहिँ यो कुरा चाहिँ मनन भएको म चाहन्छु। तयार हुनु होला है, एकदमै तयार हुनु होला। म यतिखेर विशेष गरिकन भाइ र बहिनी विशाल भाइ र बहिनी उषा यतिखेर चाहिँ एकले अर्कालाई यसरी फेस टु फेस भएर चाहिँ बस्न पनि अनुरोध गर्न चाहन्छु है। हुन्छ, फेस टु फेस गरेर बसिदिनुहोस्। यस हो, यसरी है, यसरी बस्नु हुन्छ। बस्नुभयो, सहायता गर्नुहोस् है। बहिनीले पनि उता बहिनीलाई सहायता गर्नुहोस्, यता भाइले पनि सहायता गर्नुहोस्, किनभने आज उहाँहरूको दिन हो है, उहाँहरूको दिन हो है। त्यस कारणले अलिकति अप्ठ्यारो मान्नुहुन्छ पक्कै पनि, त्यस कारण तपाईँहरूलाई सहायता गर्नु ल। हुन्छ, माइक दिनुहोस्। म यहाँ भाइ र बहिनीहरूलाई केही प्रश्नहरू सोध्नेछु र उहाँहरूले पक्कै पनि त्यो उत्तर दिनको लागि चाहिँ तयार हुनुहुन्छ भन्ने म आशा गर्दछु। विशाल को यस स्त्री अर्थात् बहिनी उषालाई आफ्नो विवाहित पत्नी भनी स्वीकार गर्नुहुन्छ र यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ कि तपाईँले उनलाई निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, अभावमा वा प्रशस्तमा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुटाइसम्म माया, प्रेम, वास्ता, सन्तावना र आदर दिइरहनु हुनेछ। र म यहाँ विशाल भाइलाई सोध्छु, के तपाईँ तयार हुनुहुन्छ? तयार छु।
हुन्छ हाम्रो भाइलाई पनि हामी ताली बजाएर धन्यवाद हामी सबैले सुन्यौँ होइन उहाँ तयार छु भन्नुभयो यसै गरी म बहिनी उषालाई पनि यही प्रश्न म सोध्न चाहन्छु बहिनी उषाले यस पुरुष विशाललाई आफ्नो विवाहित पति भनी स्वीकार गर्नुहुन्छ र यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ के तपाईँले उनलाई निरोगी वा रोगी अवस्थामा दुःख वा सुखमा अभावमा वा प्रशस्तमा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुटाइसम्म माया प्रेम वास्ता सन्तान र आदर दिइरहनुहुनेछ बहिनीले उत्तर दिनुहुनेछ म गर्नेछु भन्नुहुन्छ होला गर्दिन अहिले तपाईँले सोध हजुर ल गर्नेछु भन्नुभएको छ हामी बहिनीलाई पनि ताली बजाउनेछौँ हुन्छ हामी एकअर्काप्रति मुखामुख गरी हेर्न सक्नुहुनेछ यतिखेर र दुवैले एकअर्काको म एक प्रकारले हात समाउन लाउनेछु यतिखेर सहायता गरिदिनुहोस् त्यो फुललाई हाम्रो बहिनीले लिइदिनुहोस् र अनि भाइको दाहिने हातले बहिनीको दाहिने हातलाई समातेर हामी यतिखेर करारमा हामी जानेछौँ र अनि उहाँले उत्तर दिनुहुन्छ मेरो पछाडि भाइ विशालले भन्नुहुनेछ किनकि दुवैजनाले म गर्छु भनेर प्रतिज्ञा गरिसक्नु भएको छ हामी सबैले सुनेका छौँ हामी कसैले पछाडिपट्टि नसुन्ने कोही हुनुहुन्छ उहाँ दुवैजना मन्जुरी हुनुहुन्छ त्यसकारण अब हामी करार गर्न गइरहेका छौँ र भाइले पहिलो सुरुमा चाहिँ म भाइलाई यो सोध्नेछु र मेरो पछाडि भाइले अनि यो करार प्रतिज्ञा गर्नुहुनेछ म विशाल भन्नुहोस् माइक दिनुहोस् उहाँलाई माइक समात दिनुहोस् है म विशाल तिमी उषालाई आजको दिनदेखि उसो निरोगी वा रोगी अवस्थामा सुखमा वा दुःखमा प्रशस्ततामा वा अभावमा मृत्युले हामी दुवैलाई अलग नगरेसम्म म तिमीलाई परमेश्वरको वचन अनुसार प्रेम वास्ता गरि नै रहनेछु भनी यो प्रतिज्ञा गर्दछु हुन्छ हाम्रो भाइलाई धेरै धन्यवाद फेरि पनि ताली बजाइदिनुहोस् र म त्यसै गरी अब बहिनीलाई यो माइक चाहिँ बहिनीलाई दिनुहोस् म उषा बहिनीले पनि मेरो पछाडि भन्नुहोस् है त म उषा तपाईँ विशाललाई आजको दिनदेखि उसो निरोगी वा रोगी अवस्थामा दुःखमा वा सुखमा प्रशस्तमा वा अभावमा मृत्युले हामी दुवैलाई अलग नगरेसम्म तपाईलाई म परमेश्वरको वचन अनुसार प्रेम र वास्ता गरि नै रहनेछु भनी यो प्रतिज्ञा गर्दछु हुन्छ हामी दुवैजनालाई ताली बजाउनेछौँ प्रतिज्ञा गर्नुभयो हुन्छ अहिले चाहिँ हात निकाल्नुहोस् के फरक पर्दैन है फेरि समातिको सँगले राख्नु फेरि राम्रो हुन्छ यहाँ दुवैजनाले गरिसक्नु भएको छ यहाँनिर म सोध्न चाहन्छु विवाहको चिन्ह स्वरूप केही ल्याउनु भएको छ यदि तपाईँहरूले ल्याउनु भएको छ भने अनि तपाईँले मलाई दिन सक्नुहुनेछ अर्थात् यसलाई चाहिँ सयमुन्द्री पनि भन्दो रहेछ होइन यो नेपाली भाषामा चाहिँ सयमुन्द्री भन्दो रहेछ है ल्याउनु भएको छ हुन्छ ल्याउनु हुन्छ यहाँहरूले दिइसक्नु भएको छ अनि औँठी दिइसक्नु भएको छ यहाँ अलिकति बाइक यस्तो देखाउनलाई गाह्रो भइरहेको छ यहाँनिर चाहिँ औँठी भाइले बहिनीले है विवाह चिन्ह स्वरूपको रूपमा दिइसक्नु भएको छ म यहाँनिर अलिकति के भन्नेछु यो विवाहको औँठीको बारेमा यो विवाहको औँठी भित्री र आत्मिकी र अनुग्रहको बहिरी र देख्न सकिने एउटा सानो चिनो हो यो चाहिँ है एउटा
सानो चिन्ह हो। तपाईँहरू कतिजना विवाहित हुनुहुन्छ भने छ है, यो कुरा गोलो आकारको छ अनि आकारको छ। यसको सुरुवात र अन्त हामीले देख्दैनौँ। यसको न कहाँ सुरु छ न कहाँ अन्त छ। यसरी भन्ने भाग्न खोजेको है, यो देख्नुभयो है, यसको न सुरु छ न अन्त छ है त, यो हामीले देख्दैन। यसले प्रेमको कुनै सुरु र अन्त हुँदैन भन्ने कुरो चाहिँ मिनिङ लाग्छ। अनि यो एक बहुमूल्य धातुले बनिएको छ है, यो सायद कुनै पनि पक्कै पनि पित्तल होइन होला, पक्कै पनि है, यसो यसो गरेर सुन्दा थाहा हुन्छ यो होइन, एकदमै यो बहुमूल्य धातुले बनेको हो है, यो एकदमै बनिएको छ। यसैले तपाईँहरू बीचको प्रेमको सम्बन्ध पनि बहुमूल्य हुनुपर्छ। हालेलुया। यो पनि तपाईँहरूको बीचमा है, जति बहुमूल्य छ नि तपाईँहरूको बीचको प्रेम सम्बन्ध पनि यति नै बहुमूल्य हुनुपर्दछ है, यो कुरा चाहिँ नबिर्सिदिनुहोस्। हुन्छ, हामी अब औँठीको लागि हामी प्रार्थना गर्नेछौँ र त्यसपछि उहाँहरूले यो औँठी अनि लगाउनु हुनेछ। म यतिखेर हामी सबैजना आँखा बन्द गर्नेछौँ। आउनुहोस् हामी औँठीको लागि हामी प्रार्थना गरौँ है त। परमेश्वर पिता, यिनीहरूको औँठी दिएमा आशिष दिनुहोस् ताकि यिनीहरूले यो लगाउँदा निरन्तर तपाईँको अघि अवस्थामा बाँधिएको करारको सम्झना गर्नु। बायाँ हात है, बायाँ के भन्छ, बायाँ यो चाहिँ हाम्रो भाइ विशालले बहिनीलाई लगाइदिनु हुनेछ। लगाउँदै गर्दाखेरि हामी सबैले ताली बजाउनु होला है त। लगाउनु दिनुहोस् पहिला है, बल्ल ताली बजाउनुहोस् है। ल लगाइदिनुहोस् है। ल त्यसै गरी अब भाइले पनि बहिनीले पनि बहिनी उषाले पनि भाइ विशाललाई लगाउनु हुनेछ। हुन्छ, हामी सबैले ताली बजाउनेछौँ है त। हुन्छ, अनि दुवैजनाले है आफ्नो औँठीहरू बाँधी के अरे आफू करार बाँधिएको एउटा उ गरिसक्नु भएको छ। त्यस कारणले गर्दा हामी यतिखेर हामी सबै मण्डली उठ्नेछौँ र हामी सबैजनाले विशेष गरिकन यहाँहरूको लागि हामी प्रार्थना गर्नेछौँ। आउनुहोस्, हामी सबैजना है विशेष गरिकन यहाँहरूको आज विवाह भएको हामी घोषणा गर्नेछौँ। आउनुहोस्, हामी मण्डली परिवार उठ्नेछौँ र यतिखेर चाहिँ म विशेष गरिकन भाइले पनि बहिनीलाई हात समाधि दिनुहोस्। यसरी नै उताको कसरी हुन्छ है, उता उता यो होला नि है। ओके, हुन्छ, हामी यतिखेर चाहिँ हामी यहाँको लागि चाहिँ हामी प्रार्थना भन्दा पनि हामी अलिकति करार जस्तो गरेर हामी गर्नेछौँ। आज पवित्र परमेश्वर र मण्डलीको उपस्थितिको अघि यी दुई पुरुष विशाल र बहिनी उषाले आपसमा करार बाँधी एकअर्कालाई प्रेमको चिन्ह दिएर पवित्र बन्धनमा बाँधिएको प्रमाण दिएका छन्। यसकारण ख्रीष्ट येशूको सुसमाचारको सेवकको हैसियतले उहाँले दिनुभएको अधिकारमा यी दुई प्राणीलाई पिता परमेश्वर, पुत्र प्रभु येशू ख्रीष्ट र पवित्र आत्मा परमेश्वरको नाउँमा विवाहित लोक्ने र स्वास्नी भनी घोषणा गर्दछु, जसलाई परमेश्वरले जोड्नु भएको छ कसैले पनि नछुट्योस्। आमेन। आउनुहोस्, हामी सबैजना हामी प्रार्थना गर्नेछौँ। यतिखेर म हाम्रो भाइ र बहिनीलाई घुँडा टेक्नलाई म अनुरोध गर्न चाहन्छु। दुवैजनाले घुँडा टेक्न सक्नुहुनेछ। अनि मण्डलीमा उपस्थित जनलाई म सबै आत्मिक अनुग्रह दिनेवाला र आनन्द जीवन दिने परमेश्वर तपाईँको अघि चाहिँ हामी यो करार गर्ने कुरा गरिरहेका छौँ। हुन्छ, म यतिखेर विशेष गरिकन हाम्रो जति पनि हाम्रा पास्टर अगुवाहरू चाहिँ हुनुहुन्छ यहाँहरूलाई पनि अगाडि आइकन अनि यहाँहरूको निम्ति प्रार्थना गर्नको लागि म अनुरोध गर्न चाहन्छु। प्रार्थना गर्नको लागि
पास्टरज्यूहरू, अभिषेक प्रभुको जनहरू अगाडि आइदिनुहोस्। यहाँहरूको लागि हामी प्रार्थना गर्नेछौँ। आउनुहोस्, हामी सबैजना आइसक्नु भयो जस्तो छ। हाम्रो पास्टर गुरुबाहरू हुन्छ, हामी प्रार्थना गर्नेछौँ। आउनुहोस्, हामी सबैले एकछिन प्रभु हाम्रा भाइ विशालको निम्ति र बहिनी उषाको निम्ति आज जसरी उहाँ यो करारमा उहाँ बाँधिनु भएको छ, यहाँहरूको लागि हामी सबैजनाले हामी प्रार्थना गरौँ। आउनुहोस्, हामी प्रार्थना गरौँ। हालेलुया, हालेलुया। पवित्र परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ पनि हामी सबैले ताली बजाउनेछौँ। ल हुन्छ, भाइले अब घुम्टो उगारी दिनुहुनेछ। उगारी दिनुहोस्। ल अब चाहिँ है, अब एकअर्कालाई हेर्नुहोस् है। ल यो बेला फेरि आउँदैन यस्तो समय है, घरिघरि आउँदैन है। बहिनी उषाले पनि भाइ विशाललाई हेर्नुहोस् यतिखेर है त, भाइले पनि राम्रोसँग हेर्नुहोस्। हुन्छ, म यतिखेर अनि दुवै पक्षको चाहिँ यो सर्टिफिकेटमा हस्ताक्षर गर्नुपर्ने होला, सायद सर्टिफिकेट ल्याउनु भएको छ। ल अब पहिला दुलाले साइन गर्नुहोस् है। हजुर है, दुईजनालाई है, दुईजनालाई अन्त को लागि चाहिँ हाम्रो वायरको भाइ बहिनीलाई यो समय दिनेछु।
धन्यवाद। एकदमै मिठो प्रकारले शुभकामना दिनुभयो हाम्रो भाइ विकास र बहिनी उषालाई। र यसरी नै तपाईँहरूले पनि पछाडि हाम्रो आशिषको अन्तिमको प्रार्थना गरिसकेपछि यहाँले दिन सक्नुहुनेछ। र आउनुहोस् हामी यतिखेर अन्तिम तथा आशिषको प्रार्थना गर्नेछौँ। र म यतिखेर विशेष गरिकन भाइ र बहिनीलाई पनि अब सायद यो अन्तिमचोटि नै होला उठ्न लाउने र बस्न लाउने पनि अन्यथा नलिदिनुहोस्, हुन्छ उठिदिनुहोस् र हामी सबैजना उठ्नेछौँ। र त्यसपछि हामी आशिषको प्रार्थना अन्तिमको प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी सबैजना उठौँ र अन्तिमको आशिषको प्रार्थना गर्नेछ। र अनि फेरि पनि कार्यक्रम त सकेको हुँदैन है, फेरि नजानु होला, हाम्रो सञ्चालकजीले फेरि यो समय दिनुहुनेछ, तर करारको समय चाहिँ सकिन्छ है। यो समय हाम्रो करार बाजिदिनु हाम्रो गुरुबा र गुरुआमा अगाडि आइदिनु हुन अनुरोध गर्न चाहन्छौँ। ताली साथ है त त्यही आइदिनु। ताली साथै जोरदार ताली दिनु भयो। प्रभुलाई धेरै धन्यवाद। हाम्रो आमालाई गुरुआमालाई सम्मान स्वरूप एउटा माया चिन्ह ताली साथ हामी धन्यवाद दिन्छौँ। प्रभुलाई धन्यवाद। ताली साथ हामी धन्यवाद दिन्छौँ उहाँलाई। प्रभुलाई धेरै धन्यवाद। आदरणीय गुरुआमा पनि आइदिनु हुन अनुरोध गर्दछु अगाडि। ताली साथ हामी धन्यवाद दिन्छौँ। प्रभुलाई धेरै धन्यवाद। हाम्रो एजरज्यूलाई पनि हामी धन्यवाद दिनेछौँ। हुन्छ, अब हामी लगभग यो कार्यक्रमलाई हामी यति नै समापन गर्नेछौँ। प्रभुलाई धेरै धन्यवाद। यो समय फेरि हाम्रो बहिनी हुनुहुन्छ, हुन्छ उहाँलाई चाहिँ यो समय दिन चाहन्छु है त। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। साँच्चै नै लामो समयको प्रार्थनापछि परमेश्वरले हामीलाई यो आशिष दिनुभएको छ। यहाँ उपस्थित हुनुहुने सम्पूर्ण प्रभुका जनहरूलाई मेरो जयमसी। परमेश्वरलाई धन्यवाद भएको होस्। र म बेहुलाको दिदी अनि मेरो भाइ अनि बुहारीलाई अनि वैवाहिक जीवनको धेरै धेरै शुभकामना। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि साँच्चै नै यो समय अनि हजुरहरूले विवाह कार्यक्रम धेरै राम्रोसँग हाम्रो अगुवाजन पास्टरहरू अनि धेरै राम्रोसँग चलाइदिनु भयो। म तपाईँलाई धेरै धन्यवाद दिन्छु। र मेरो मण्डली परिवारलाई पनि लामो प्रार्थना थियो अनि हाम्रो प्रार्थना धेरै लामो थियो। भाइ विदेश जानुभन्दा अगाडि नै हामी धेरै इच्छा राखेका थियौँ सकेसम्म भाइको विदेश जानुभन्दा अगाडि विवाह भइदियो हुन्थ्यो भन्ने, तर परमेश्वरको इच्छा आज रहेछ। परमेश्वरलाई महिमा भएको होस्। अनि साँच्चै नै म हजुरहरूलाई चाहिँ अनि सानो धन्यवादको भेटी अनि एकदमै सानो धन्यवादको भेटी अनि हजुरहरूलाई अनि म यहाँ नाम लिँदैछु अनि टक्राउँदैछु हजुरहरूले अनि त्यो धन्यवादको भेटीलाई ग्रहण गरिदिनु होला। म विशेष गरी अनि हाम्रो अमृतसा चर्चको हाम्रो बुहारी नानीलाई आत्मिक जीवनमा अगाडि बढाउनु हुने हाम्रो अमृतसा चर्चको एल्डर अनि देवबहादुर ठाडा अनि ज्यूलाई म अगाडि बोलाउँदछु। अनि आन्टी एकखेर अगाडि आइदिनु होला। हुन्छ, देवबहादुर अनि ठाडा हाम्रो अगाडि आइदिनु होला। हुन्छ, हजुरहरूको तालीले सहायता गरिदिनु हुन अनुरोध गर्दछु। अनि त्यसै गरी अनि हामीलाई अनि करारमा अनि आज भाइ बुहारीको लागि करारमा अनि वचनसहित आशिषको प्रार्थना गरिदिनु हुने करार बाँध्नु हुने हाम्रो पास्टर अनि केपी तामाङलाई म अगाडि अनि आउनको लागि सानो धन्यवादको भेटी ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी म सिने चर्चको पास्टर हामीलाई अनि म चाहिँ मगनीमा उपस्थित हुन सकेको थिएन अनि मगनी धेरै राम्रोसँग गरिदिनु भयो
अनि सिनी चर्चको पास्टर अनि हेम बहादुरलाई अनि म अगाडि बोलाउँदछु। सानो भेटी ग्रहण गरिदिनु होला। अनि त्यसै गरी हाम्रो आजको विवाहको पवित्र विवाहको वचन अनि दिनुभएको छ, अति आशिषमय वचन। अनि हाम्रो पास्टर बुवा अनि वीरबहादुर लामा अनि अगाडि आइदिनु हुन म अनुरोध गर्दछु। सानो भेटी अनि ग्रहण गरिदिनु होला। अनि त्यसै गरी आजको विवाह कार्यक्रमभन्दा अगाडि जुन सञ्चालन गर्नुभएको थियो हाम्रो मामा, अनि अगाडि आइदिनु होला। तुलबहादुर मामा कहाँ हुनुहुन्छ? अनि सानो धन्यवादको भेटी ग्रहण गरिदिनु होला। अनि त्यसै गरी हामी मेरो घरतिर पनि माइततिर पनि मेरो मण्डली चाहिँ एउटै हो। हाम्रो शान्ति मण्डलीको पास्टर बुवा जुन हामीलाई सानैदेखि आत्मिक जीवनमा जस्तो सुकै सानो ठुलो जस्तो सुकै परिस्थितिमा पनि हामीलाई अगाडि बढाउनु हुने, हौसला उत्साह दिनुहुने हाम्रो पास्टर बुवा, अनि अगाडि आइदिनु होला। हिरोबहादुर पास्टर बुवा कहाँ हुनुहुन्छ? त्यसै गरी हाम्रो दिलबहादुर अङ्कल पास्टर बुवा पनि अगाडि आइदिनु होला धन्यवादको भेटी ग्रहण गर्नको लागि। त्यसै गरी अनि हाम्रो यता बेहुलीतिर हाम्रो मम्मी है, अब बेहुलीको मम्मी हाम्रो पनि मम्मी। साँच्चै नै अनि कुनै पनि आमा अभिभावकलाई एउटा बच्चा हुर्काउन धेरै गाह्रो हुन्छ। अनि किनकि आज म आमा भएको कारणले गर्दा आज म त्यो कुराहरू सोच्दैछु। अनि बच्चालाई अनि हुर्काउन धेरै गाह्रो छ। अनि त्यस्तै गरी आज यत्रो पढाउनु भयो, हुर्काउनु भयो, बढाउनु भयो है, अनि यत्रो ठुलो गराएर अर्काको हातमा दिँदै हुनुहुन्छ हाम्रो मम्मीले। अनि मलाई विवाह छोरी मान्छेको विवाह चाहिँ, किनभने मेरो बुहारी त यहाँबाट नजिकै छ तर अर्को ठाउँमा नयाँ ठाउँमा जाँदै हुनुहुन्छ। म त मेरो श्रीमानलाई सानैदेखि चिनेको, सबै जानेको, तर पनि जब उहाँ विदेशबाट आउनुहुन्छ भने चाहिँ मलाई यस्तो डर लाग्ने है, साँच्चै नै। तर पनि यत्रो गराउनु भयो, नयाँ ठाउँमा छोरी पठाउँदै हुनुहुन्छ। अनि साँच्चै नै हाम्रो मम्मीलाई नि सानो मायाको चिनो अनि हामी दिँदैछौँ। मम्मी हाम्रो बेहुली बुहारी नानीको मम्मी अगाडि आइदिनु होला। हाम्रो बेहुली नानीको हजुरआमाहरू कहाँ हुनुहुन्छ? अनि दुवै हजुरआमाहरू अगाडि आइदिनु, थोरै सानो। अनि हुन्छ, त्यसो भए मम्मी अगाडि आइदिनु होला। त्यसै गरी म माफी माग्न चाहन्छु। मैले हाम्रो कासुनी आमालाई के अरे लास्टमै मम्मीहरूसँगै बोलाउँछु भनेर बोलाएको थिइनँ। हाम्रो पास्टरनी आमा अनि अगाडि आइदिनु होला सानो मायाको चिनो दिनको लागि। पास्टरनी आमा अगाडि आइदिनु होला। ताली बजाइदिनु होला। अनि मेरो भाइ बुहारीको विवाह कार्यक्रममा सम्मेलन हुनुभएको छ। हजुरहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। यो समय हजुरहरूको प्रार्थना अनि विवाह हाम्रो परिवारले मात्रै अनि सम्भव हुँदैन। हजुरहरूको साथ, आफन्त, मण्डली परिवार सबैको साथ सपोर्ट चाहिँ हाम्रो जीवनमा, हाम्रो परिवारमा खाँचो पर्दछ। अनि म हजुरहरू सबैलाई धेरै धन्यवाद दिँदछु। हामीलाई, मेरो परिवारलाई जसरी अनि सहयोग अनि प्रार्थनाको सहयोग, हरेक कुराहरूको सहयोग अनि गर्नुभएको छ मेरो मण्डली परिवार, मेरो आफन्तहरूले। म हजुरहरूलाई धेरै धन्यवाद दिँदछु र म यो समय फेरि अनि सञ्चालक हाम्रो मामालाई दिँदछु। म यहाँबाट बिदा हुँदछु। सबैलाई जय मसीह।
गुरामा उठिदिनु होला। सम्झिनुलाई होइन हजुरको सम्झिनु हिजो आजको नयाँ सम्झिनु ताली साथ हामी धन्यवाद दिनु। उहाँ आमालाई दिनु हजुर ताली साथ हामी धन्यवाद दिनु। अर्को आमा पनि हुन्छ एकजना नानीपट्टिको हजुरआमा आउनु भएको छैन हजुरले नि लिइदिनु होला है त। ल धन्यवाद दिनेछु हजुरको आमालाई। ल प्रभुलाई धेरै धन्यवाद हुन्छ। आजको यो कार्यक्रममा सहभागी भइदिनु हुने हाम्रो आदरणीय पासु बुवाहरूलाई अनि हाम्रो जन्तीपट्टिका पासु बुवाहरूलाई सबैजनालाई म एकमुष्ट धन्यवाद दिन चाहन्छु र ताली साथ पनि हामी ताली फर्काउनेछौँ। प्रभुलाई पनि महिमा भएको हुन्छ। आजको कार्यक्रमलाई म यही सम्पन्न भएको घोषणा गर्न चाहन्छु। बाँकी समय हामी खाना खानेछौँ र हामी चाहिँ हामी दुला दुलैलाई हामी चाहिँ पठाउनेछौँ। अब बाँकी काम त्यही नै रह्यो। उहाँहरूको फोटो खिच्नु चाहनुहुने सबैजनाले फोटो खिच्नु। बरसाओ प्रभु बरसाओ बरसाओ प्रभु बरसाओ आज आशीषको झरी आज आशीषको झरी बरसाओ प्रभु बरसाओ बरसाओ प्रभु बरसाओ जीवनलाई दियो बलि रहोस् विश्वासको बरसाओ प्रभु बरसाओ बरसाओ प्रभु बरसाओ आज आशीषको झरी आज आशीषको झरी झरी
दुईको जीवन भारी दुईको जीवन भारी बर्साऊ प्रभु बर्साऊ बर्साऊ प्रभु बर्साऊ आज आशिषको झरी आज आशिषको झरी सँगै आएको भिडियो कल बोक्न बस्छ अलिकति भए पनि जय यति भए पनि बस्नु 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 के गर्दैन बस्नु अर्को भइसक्यो नसक्ने हो रे बस छोरा बसेर होइन सबै कुरा गर्नु बोकेर पुग्ने होइन क्या दुईजना हाँसमा मात्रै हिँड्नुहुन्छ कि हाँसमा मात्र आफैले समाउनु अब हामीले पनि ल हो ल बहिनीलाई चाहिँ म बोक्छु
गाँसिएको छु म जिउँदो दाको बोटसित बहिआउँछ जीवन ममा यीशुबाट गाँसिएको छु म जिउँदो दाको बोटसित बहिआउँछ जीवन ममा यीशुबाट प्रशस्त प्रशस्त पोखिने गरेर प्रशस्त प्रशस्त पोखिने गरेर जोडिएको छु म सनातनको मुहानसित बहिआउँछ आनन्द ममा यीशुबाट जोडिएको छु म सनातनको मुहानसित बहिआउँछ आनन्द ममा यीशुबाट प्रशस्त प्रशस्त पोखिने गरेर प्रशस्त प्रशस्त पोखिने गरेर येशू भन्नुहुन्छ मलाई म मार हो तिमी सधैँ येशू भन्नुहुन्छ मलाई म मार हो तिमी सधैँ प्रशस्त प्रशस्त फलहरू फलाउनलाई प्रशस्त प्रशस्त फलहरू फलाउनलाई प्रशस्त प्रशस्त पोखिने गरेर प्रशस्त प्रशस्त पोखिने गरेर हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै स्वर्गवाद महान पवित्र परमेश्वर सर्वज्ञ सर्वव्यापी जिउँदो परमेश्वरले तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु विचार आज तपाईँको
खेले चल्ने होला जीवन गाडी भरपर्दो के छ यहाँ के सुन र चाँदी जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढु म अगाडि जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढु म अगाडि येशूको प्रेम सरारा 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 शीतल अनुग्रह सरारा मलाई ख्रिस्टको प्रेमले हेर तानी ल्यायो मलाई ख्रिस्टको प्रेमले हेर लौ बचायो मलाई ख्रिस्टको प्रेमले हेर तानी ल्यायो मलाई ख्रिस्टको प्रेमले हेर लौ बचायो म त अन्धकारतर्फ अनि विनाशतर्फ लम्किरहेको मान्छे थिए अन्यलतामा परेर बिना अर्थको जीवन बाँचिरहेको मान्छे तर ख्रिस्टको मायालु हातले मलाई तानेर निकाल्यो है आज नयाँ म भएको छु सरारा 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 येशूको क्षमा करुणा बग्यो म भित्र सरारा फरारा 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 स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरारा Thank you.
ल salala.
जाऊ दिन्छ
मैले देखे तिमीलाई जब हृदयमा आनन्द भो मलाई पूर्ण सुन्दरताले छोपिएकी छौ परमेश्वरको आशिष हो तिमी मेरो जीवनको साथी तिमी सहयात्री अनि प्रेम हौ तिमी सारनको गुलाबको फूल झैं सुवासना छर्ने तुम दुलही तिमी दुलही तिमी बसन्त ऋतुको हरियाली झैं हृदयमा मेरो हर्ष